भोनजी पनि हुनुहुन्छ फेरि जी भने फेरि गाली गर्ला फेरि म चाहिँ क्याप्टेन गोविन्द प्रसाद भट्ट चाहिँ क्याप्टेन दिनेश प्रसाद भट्ट यो हजुरको टक 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 आउनुहोस् न मैले आउनु सकेर आउने हेर्नु तपाईँ 3 करोड नेपाल सबै आउनुहोस् यार भोक लाग्यो कति एमएम को भाइ 70-200 केटीहरूलाई प्रपोज गर्न कति फुलको मूल्य कति रे राम्रो छ एकदमै घुम्न आउनुहोस् होइन जर्मनमा चाहिँ उहाँलाई ट्रेनिङ दिए तर पाइलट त अहिले उता ठोकिसकेछन् हेलो हेलो गाइजहरू हामी चाहिँ चन्द्रमुखी तालमा छौँ हामी चाहिँ यता भोनजी पनि हुनुहुन्छ फेरि जी भने फेरि गाली गर्ला फेरि भोन्दै पनि हुनुहुन्छ म पनि छु अनि हामी चाहिँ यहाँ चन्द्रमुखी ताललाई चाहिँ एक्सप्लोर गर्न गइरहेका छौँ यहाँ चाहिँ के छ त चन्द्रमुखी तालमा के पाउँछ त यहाँ के खेल्न पाउँछ अनि रमाइलो के रमाइलो गर्नु पाउँछ भन्ने कुराहरू चाहिँ आज हामी चाहिँ एक्सप्लोर गर्न गइरहेका छौँ भोन्दाको हातमा के छ नरिवल नरिवल हो नरिवल तोड्ने कि उद्घाटन गर्ने कि आज नरिवल तोडेर होइन अच्छा ल यस्तै छ होइन अनि के भन्न चाहनु दाजुले कतिपल्ट गयो चाहिँ खै लेखेर देऊ न अनि पढेर भन्छ यसरी बोल्न आउँदैन खासै हो कतिपल्ट गयो मेरो यो हजुरको होला नि सेकेन्ड टाइम होला जस्तो लाग्छ हो भने यहाँ के छ त अनि त्यसो भए यहाँ एकदमै रमाइलो छ यहाँ एकदमै ताल छ होइन जो चाहिँ हाम्रो गढीपुर महानगरपालिका एकदमै संरक्षण गरेर बनाएको अहिले चाहिँ यो चन्द्रमुखी ताल जो चाहिँ हाम्रो स्थानीय पर्यटकको लागि मात्र नभएर बाह्य पर्यटकको लागि पनि एकदमै अहिले आकर्षकको केन्द्रबिन्दु बनेको ठाउँ हो यसको लागि हाम्रो उपमहानगरपालिकालाई हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ एकचोटि यो ठाउँ चाहिँ भ्रमण गर्नै पर्ने ठाउँ हो यहाँहरू सबै एकचोटि आएर अवलोकन गरिदिनु होला ओके दाजु खाइयो बदाम खाइयो नि होइन खाइयो एकदमै कस्तो छ मिठो छ यो प्रकृतिको छेउमा आएर मिठो छ होइन मिठो छ मिठो छ बदाम ल एकदम मिठो छ तपाईँले खानु होला टक 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 कस्तो लाग्यो चन्द्रमुखी ताल चन्द्रमुखी एकदमै रमाइलो लाग्यो एकदमै जङ्गलको बिचमा एकदमै रमणीय होइन यहाँ चाहिँ बोटिङ हुँदो रहेछ उतापट्टि फोटो खिचाउने ठाउँहरूदेखि लिएर एकदमै राम्रो अत्यन्तै राम्रो अनि के भन्नुहुन्छ त हाम्रो अडियन्सहरूलाई खासै केही भन्दैन केही भन्दैन आउनुहोस् भिजिट गर्नुहोस् भनेर भन्नुहुन्न तपाईँको इच्छा त्यसो गर्नु आउनुहोस् न मैले आउनु सकेर आउने हेर्नु तपाईँ लोकेसन त भनिदिनु पऱ्यो नि त नि लोकेसन यहीँनिर हो अहिले गुगल म्याप गर्न सकिन्छ बाब्रे बाब्रे के हो त्यस्तो यार यो के पारा हो यो हो यहाँहरू चाहिँ आउनु सक्नुहुन्छ यो चन्द्रमुखी तालमा चाहिँ होइन गाइस यहाँ आएर रमाइलो छ यहाँ बोटिङ गर्न सक्नुहुन्छ यहाँले चाहिँ एकछिनमा हामी बोटिङ पनि गर्नेछौँ होइन यहाँ चाहिँ फोटो सेसन गर्ने ठाउँ पनि रहेको छ उतापट्टि टक्क पारै हेर्नुहोस् त उता फोटो खिच्ने पनि ठाउँ रहेको छ भने यतापट्टि चाहिँ बस्न विभिन्न ठाउँमा चाहिँ बेन्चहरूको व्यवस्था पनि रहेको छ मलाई ठिक लाग्यो मलाई पनि ठिक लाग्यो ताल चाहिँ यो झोलमा चाहिँ ठिक लाग्यो है मलाई चाहिँ मलाई पनि ठिक छ अब यहाँहरूलाई कस्तो लाग्छ के लाग्छ आइपुग्दा हुन्छ है तर मलाई यो झोलमा चाहिँ मलाई चाहिँ सही लाग्यो कि अनि दाजुले चाहिँ के भन्नु भएन त यार ठिकै छ के भन्नु यहाँको बारेमा भनिदिनु पऱ्यो नि भोक लाग्यो ए अरे कस्तो भोक लाग्यो खाजा घर पनि छ उता होइन क्याफेहरू रहेको छ रेस्टुरेन्ट क्याफेहरू है उता पिङहरू रहेको छ भने यता चाहिँ हाम्रो क्यामराम्यान भाइहरू पनि रहेको छ यतातिर चाहिँ टक्क पारेर बाटो बाटोमा यहाँ मान्छेहरू बसिरहेको अवस्था छ यहाँ चाहिँ यहाँले देख्न सक्नुहुन्छ हातमा पुरा भाइले हतियार कति एमएम को भाइ 70-200 एमएम को एसएलआर बोकेर भाइले चाहिँ हिँडिरहेको छ यहाँ बस्ने ठाउँ रहेको छ त्यो भाइले टिकट पनि लिन्छ जस्तो लाग्यो यहाँ चाहिँ अनि के छ भाइ के हो यो फुल हो कति फुलको मूल्य कति रे 500 यो चाहिँ ओइल्याउँछ कि ओइल्याउँदैन ओलाउँछ कि ओइल्याउँछ कि ओइल्याउँदैन यो ओइल्याउँदैन धन्यवाद भाइ कति टिकट चाहिँ के छ के गर्ने हो पिङ खेल्ने ए फोटो पनि हो कि पिङ मात्र हो फोटो पनि खिचिदिन्छ कि भाइले पिङ मात्र हो भन्ने हो क्या पिङ मात्र हो ए ल हामी चाहिँ अब चाहिँ यताबाट निस्केछौँ एकछिनमा हामी चाहिँ बोटिङ गर्छौँ यहाँलाई बोटिङ गरेर हामी देखाउनेछौँ ओहो ब्रदर के छ ठिक छ नि ओ ल ल ल ल भाइ पनि भेट्यो हाम्रो
सब्सक्राइबर भाइ हो चाहिँ त्यही भएर यो भाइ पनि यो फुललाई कति पर्छ भाइ यो फुललाई मन परेको फुल के भन्ने यो फुल ओइलाउँछ कि ओइलाउँदैन हो यो ओल्याउँदैन ओइलाउँदैन ल हेर्नुहोस् यो ताल चाहिँ यस्तो छ यहाँ चाहिँ तालको अवस्था राम्रो छ एकदम सफा सुग्घर ताल रहेको छ वरपर हेर्नुहोस् यहाँ चाहिँ एकदम सफा सुग्घर रहेको छ ठाउँ ठाउँमा डस्टबिनको व्यवस्था राम्रो व्यवस्था पनि रहेको छ यसको चाहिँ खत्रै रहेछ ताल है दाइ A1 होइन दामी कस्तो लाग्यो यहाँको चाहिँ धेरै राम्रो धेरै राम्रो छ है धेरै राम्रो ओ ब्रो के छ ठिक ठिक छ नि भाइ ल यो भाइ पनि हाम्रो चाहिँ यो हाम्रो भिडियोमा आइसक्यो भाइ हो चाहिँ एकदम राम्रो छ भाइको पर्फर्मेन्स चाहिँ ओके गाइज जति बेला हामी बुङ्गी तालमा बोटिङ गर्ने क्रममा छौँ के छ साथीहरू ठिक छ ल हाम्रो चाहिँ आजको क्याप्टेनहरू उहाँहरू नै हो उहाँको हातमा चाहिँ यो चाहिँ अब उहाँले चाहिँ कहाँ लानुहुन्छ भन्ने कुरा चाहिँ उहाँले चाहिँ अब यो भिडबाट फाल्नुहुन्छ के गर्नुहुन्छ उहाँको हातमा छ आजको चाहिँ स्टेडिङ चाहिँ सकुशल हो नि ल म चाहिँ क्याप्टेन गोविन्द प्रसाद भट्ट म चाहिँ क्याप्टेन दिनेश प्रसाद भट्ट हो अनि हाम्रो बसाइ कहाँ हो कसै बैतडी होइन बैतडी सुर्नाया जहाज चलाउन लाग्यो सानैदेखि हो हुन त अहिले 3-4 वर्ष चाहिँ भइहाल्यो दाइ चाहिँ 5-7 वर्ष भयो ए उहाँलाई त्यसो भए उहाँलाई बढी एक्सपिरियन्स छ होइन त यो सम्बन्धी अनि यो कुरामा तपाईँले केही यस्तो केही एकदम सम्झिन लागेको क्षणहरू भनिदिनुहोस् न यहाँले चाहिँ पहिला चाहिँ एउटा यो बिचमा चाहिँ एउटा बाबु खस्याएको थियो त्यो खस्दाखेरि चाहिँ यहाँ अलि मगरमच्छ पनि अलि ठुला मगरमच्छ पनि छन् कि त्यही भएर अलि बसेर हिँड्नुपर्ने हुन्छ यसमा चाहिँ लास्टै गाह्रो छ क्या यो चलाउँदाखेरि पनि धेरै केयर भएर हिँड्नुपर्छ यसमा ए अनि त्यस्तो त तपाईँको चाहिँ एकदम सम्झिन लागेको क्षणहरू यहाँको छ मेरो चाहिँ त्यस्तो खासै केही छैन एकचोटि चाहिँ यो चलाउँदा ठुलो एकदम होइलमा छ होइन यो एकदम पछि हामीले लग्यौँ उद्धार गऱ्यौँ त्यसको भने यो कुरामा खुसी लाग्छ कि उहाँलाई ट्रेनिङ मैले दिएको यो कुराहरूमा होइन ए हो उहाँलाई मैले हाम्रो क्याप्टेन मैले गुरु जर्मनमा चाहिँ उहाँलाई ट्रेनिङ दिएँ त्यस पश्चात चाहिँ बङ्गलादेशमा नि उहाँहरूलाई मैले 6 महिनाको ट्रेन दिए पश्चात उहाँहरू अहिले वेल ट्रेन क्याप्टेनहरू हुनुहुन्छ त्यति बेला हामी धनगढी महानगरपालिकाको चन्द्रमुखी तालमा छौँ एकदमै हामी अहिले यो तालमा बोटिङ गर्ने क्रममा छौँ अत्यन्तै रमणीय ठाउँ अत्यन्तै सुन्दर ठाउँ जहाँ यहाँ हाम्रो चाहिँ आन्तरिक र बाह्य पर्यटकहरूको भुइँचालो देख्न सक्छौँ तर पाइलट अहिले उता ठोकाइसकेछन् पाइलट द्वय हाम्रा भट्ट ब्रदर्सहरूले चाहिँ अस्ट्रेलियामा सिकेर आयो एकदमै यात्रा जोखिम पनि छ देख्न सक्छौँ हामी मलाई लाग्छ यहाँको चाहिँ यो पर्यटकहरूलाई तान्ने भनेको यो ताल नै हो जस्तो लाग्छ मलाई चाहिँ यो चाहिँ एकदमै यो सुन्दर रमणीय होइन यहाँको चाहिँ यो तालको चाहिँ विशिष्ट रहेको छ यहाँ चाहिँ हेर्नुहोस् यति सफा सुग्घर रहेको छ भने यो एकदम तपाईँले पानी खानु पनि सक्नुहुन्छ यत्रो लाग्यो भने तर हामी चाहिँ खाँदैनौँ अनि हजुर अहिले कहाँबाट आउनुभयो हामी चाहिँ यहाँ लोकल हो यहाँको उहाँ चाहिँ म चाहिँ लोकल उहाँ चाहिँ बोइलर हो यति बेला हाम्रीबाट अनि अहिले चन्द्रमुखी तालमा पुग्दाखेरिको हजुरलाई कस्तो फिल भइरहेछ एकदम राम्रो रमणीय फिल भइरहेको छ यहाँ इन्डियाको के अरे उत्तराखण्डको चाहिँ तपाईँको हेर्नुहोस् है गइसक्यो नैनताल भन्दा पनि खतरै रमणीय दृश्य छ हामी इन्डियाभन्दा हामी कुनै कुरामा कमी छैनौँ होइन पोखराको राराताल भन्दा कमी छैन हाम्रो चाहिँ यो चन्द्रमुखी ताल चाहिँ एकदम रमाइरहेको छ तपाईँले चाहिँ नेपालको धेरै ठाउँमा चाहिँ भ्रमण गरिसके पश्चात तपाईँले चाहिँ सबभन्दा राम्रो लागेको ठाउँ चाहिँ कुन हो मलाई कस्तो भन्ने मैले सबैभन्दा राम्रो लागेको ठाउँ चाहिँ आफ्नै ठाउँ धनगढी हो मलाई चाहिँ यहाँ र सबैलाईबाट मैले आह्वान गर्न चाहेँ यहाँहरू पनि आउनुहोस् यहाँ चाहिँ रमाइलो गर्नुहोस् यो चन्द्रमुखी तालको चाहिँ लुप्त उठाउनुहोस् यहाँको चाहिँ बोटिङ गर्नुहोस् सम्मान गरौँ हरेक कुराहरूलाई चाहिँ भन्न चाहन्छु अरू दिदी आराम हुनुहुन्छ दिदी हामी खस्यो भने उद्धार गर्नुहोस् है हेर्नुहोस् हाम्रो दाइ चाहिँ मलाई ठाउँ भनेको मेरो व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने यहाँलाई मेरो चाहिँ भनेको यो चन्द्रमुखी ताल रहेछ किनभने यहाँ चाहिँ म धेरैपल्ट आइसकेको हो यहाँ चाहिँ आउँदाखेरि यहाँ चाहिँ मलाई खै किनकि आफ्नो त मैले आफ्नै मेरै ताल जस्तो लाग्छ अनुभव हुन्छ मलाई चाहिँ आफ्नै जस्तो लाग्छ आफ्नो त महसुस हुन्छ यहाँ चाहिँ होइन र अनि घुम्नु लागि पनि एकदम यहाँको मौसम पनि एकदम सुहाना रहेको छ एकदमै राम्रो छ यहाँ चाहिँ त्यही हो नजिकको नजिक
काठमाडौँ दाइको चन्द्रमुखी ताल हेर्नुहोस् यही हो चन्द्रमुखी ताल चाहिँ हुन्छ किन के घुम्नु उही घुम्नु यार बिचबाट चलो घुमाइदियो भने बाबु ल हामी अहिले एन्डिङमा पुगिसक्यौँ अब क्याप्टेनलाई एकदम एकदम आभार प्रकट गर्न चाहे क्याप्टेनले चाहिँ सबैजनालाई आएर हामीलाई पनि खुसी स्वीकार लाग्यो गरिदिनु भएको छ सबैजनाले हामीले यहाँ ल्याइदिनु भएको जब छ दिनु पर्यो क्याप्टेन है? यहाँ पाइलट बनाउनु पर्छ यहाँ फोटो चाहिँ प्रदर्शन धन्यवाद दिन चाहे खाली छ खाली गरिदिनु पर्यो यस्तो राम्रो यार उहाँ त पुरा वेल ट्रेन रहेछ यार थ्याङ्क यू ल तपाईँको यात्रा एकदम हजुरको मङ्गलमय धेरै big fan हो रहेको हामी होला पनि। भन्ने आशा राखेको छ ल गाइस आजको भिडियो चाहिँ कस्तो लाग्यो यहाँहरूलाई चाहिँ होइन हामीलाई कमेन्टमा सुझाव सल्लाह दिन नबिर्सिनु होला हामी चाहिँ चन्द्रमुखी ताललाई सक्दो हामीले एक्सप्लोर गऱ्यौँ यहाँलाई चाहिँ यहाँ चाहिँ विभिन्न रमणीय दृश्यहरू देखायौँ यहाँलाई चाहिँ कस्तो लागेको चाहिँ यहाँलाई चाहिँ कस्तो लाग्यो फेरि पनि अर्को हप्ता हामी यहाँहरूमा नयाँ भिडियो लिएर उपस्थित हुनेछौँ नयाँ ठाउँलाई एक्सप्लोर गर्नेछौँ हामीले चाहिँ भन्दै आजलाई हामी यहाँबाट यो भिडियोबाट बिदा लिन्छौँ धन्यवाद जय नेपाल शुभ दिन